एभ्रिवान है गुड मर्निङ अनि वेलकम ब्याक माई भिडियोज अनि हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला है अनि शुभ बिहानी है अनि मेरो चाहिँ यहाँनिर भएको छ 6:30 है। आज म छिटै उठेको छु किनभने अहिले म अलिकति जाती पनि भएको छु, बिमार भएर अलिकति ठिक पनि भएको छु। सो त्यही भनेर चाहिँ हेर्दै गर्नुहोस् र लेट्स सी है आजको ब्लग चाहिँ। आजको दिन होइन म कहाँ जान्छु, के गर्छु, के खान्छु अनि मेरो घरमा अब दिनभरिको काम के छ होइन हेर्दै गर्नुहोस् ल गाइस। बाई बाई। मलाई चाहिँ दोकान जानु पर्थ्यो अनि म चाहिँ दोकान जाँदै थिएँ होइन, हिँड्दै दोकान जाँदै थिएँ। कपालहरू मलाई कपाल खेलाउनु चाहिँ पुरा। हाम्रो घरमा चाहिँ फुलहरू पनि एकदमै दामी दामी भइरहेको थियो होइन। अनि फुलहरू पनि हेर्नुहोस् होइन, एकदमै दिन पनि दामी, फुल पनि एकदमै दामी देखिरहेको थियो। अनि मैले चाहिँ भिडियोजहरू अनि म चाहिँ दोकानबाट माजा लिएर गएको थिएँ होइन। माजा देखाउँदै एकदम नक्कल पार्दै फोटो उयो गर्दै बसिरहेको थिएँ। अनि कस्तो गरम थियो नि त, त्यही भनेर चाहिँ अनि माजा देखाउँदै नाचिरहेको थिएँ म चाहिँ। अनि फुलहरू चाहिँ एकदमै दामी दामी थियो। मेरोमा आएर चाहिँ मैले पर्कको मासु बनाउनु थियो अनि मैले पर्कको मासु बनाउनको लागि स्टार्ट गरेँ होइन। अनि चामल पनि धोएर मैले राइस कुकरमा बसाइदिइसकेको थिएँ। अनि मैले पर्क बनाउनुको लागि चाहिँ लसुन, अदुवा, प्याज, मरिच अनि मैले दाल पनि बनाउँदै थिएँ। सजना हालेर दाल पनि एक साइडमा पकाइरहेको थिएँ होइन। अनि मलाई चाहिँ पर्क बनाउनु थियो नि त, त्यही भएर चाहिँ म पर्क बनाउँदै थिएँ। अनि बोजू र म चाहिँ बिहामा जाँदै थियो, हेर्नुहोस् होइन। आन्टीहरू पनि आउनुभयो ठिकै, आन्टी भन्दा मेरो छिमाहरू। अनि मैले चाहिँ भिडियोजहरू खिच्दै जाँदै थिएँ होइन गाडीमा। अनि डे चाहिँ एकदमै दामी भएको थियो, अनि पानी आएको गर्दाखेरि अस्ति। अनि आज चाहिँ एकदमै दामी भएको थियो। बिहामा पनि आइपुग्यो अनि बोजू पनि आउनुहुन्छ पछि। अब बिहामा पनि आइपुग्यो खानु चाहिँ ब्लग हेर्दै गर्नुहोस्।